नमस्कार दर्शकबिन, म कपिल शर्मा। आज पनि म तपाईको बीचमा एउटा समसामयिक र नजिकबाट विगत लामो समयदेखि म कुरा गर्दै आइरहेको छु। एउटा राष्ट्रिय स्वतन्त्र पार्टी यति बेला आन्तरिक विवादमा फसेको छ, किनभने पार्टीमा चरम असन्तुष्टि पनि छ र कोही पार्टीलाई अझ रूपान्तरण गर्ने पक्षमा पनि छन्। जस्तो रवि लामिछानेको सहकारी मुद्दा प्रकरण अहिले हाल उहाँ कारागारमा हुनुहुन्छ र यस विषयलाई आधार बनाएर पनि कतिपय राष्ट्रिय स्वतन्त्र पार्टीभित्रै एउटा विवाद के चुलिएको छ भने नेतृत्व परिवर्तन गरेर अगाडि बढ्नुपर्ने सुझाव दिएको छन्। तर यो कुरालाई उनको जो समर्थक छ जो राष्ट्रिय स्वतन्त्र पार्टीको, तर उनीहरू मान्न तयार छैनन्। पूर्व एउटा मन्त्री भइसकेकी सुमना श्रेष्ठले पार्टी छोडेपछि अझ यसको अझ विस्तारमा यो पार्टी आन्तरिक विवादमा अझ झनै गहिरिएको छ। आउने दिनहरूमा यसले कसरी स्पष्ट रूपमा आफ्नो माग एजेन्डा कसरी लिएर जान्छ, अझ नजिक अझ अर्को कुरामा भन्नुपर्दा राष्ट्रिय स्वतन्त्र पार्टी अब के हुन्छ भन्ने प्रश्न निकै हामीले गहिराईबाट हेरिरहेका छौँ। यति बेला पूर्व मन्त्री भइसकेकी अर्की सांसद जो हुनुहुन्छ पूर्व तोसीमा कार्कीले सामाजिक सञ्जाल फेसबुकबाट एउटा आफूलाई संस्थापनतर्फका विभिन्न मिडिया ट्रायल गरेर आफूमाथि राजनीति गरिरहेको, तर आफूले जहिले पनि पार्टीको हितमा बोलेको र पार्टीले यदि मूल्याङ्कन नगरे र पार्टीलाई यदि आवश्यकता परे आफू नेतृत्व लिन तयार रहेको उनले फेसबुकबाट बताएकी छन्। तर उनको कुरा कतिपयले स्वागत गरेका छन् भने कतिपयले आलोचनाको रूपमा र सुमना श्रेष्ठ बाहिरिसकेपछिको त्यो यदि पीडा तोसीमा कार्कीसँग छ भने उहाँ पनि छोडेर जानुपर्छ भन्ने एक खालको आवाज पार्टीभित्रबाट र बाहिर समर्थकहरूबाट चर्को रूपमा आएको छ। तर तोसीमा कार्कीले पोस्ट सामाजिक सञ्जालमा आफ्नो अभिव्यक्ति राखिसकेपछि त्यस्तै अर्का सांसद जो अशोक कुमार चौधरी हुनुहुन्छ उहाँले पनि आफ्नो कुरालाई सब विस्तारमा बताएका छन्। तर यो निकै रोचक छ यो विषय। अब आउने दिनमा यो नेतृत्व परिवर्तनको कुराहरू के हुन्छ हामी समयअनुसार हेर्दै जानेछौँ। जस्तो यही पृष्ठभूमिलाई आधार मानेर जसरी अशोक कुमार चौधरीले एउटा प्रष्ट रूपमा उनले आफ्नो एउटा कडा प्रतिक्रिया पनि दिएका छन्। उनले भनेका छन् रविको विकल्प खोज्नेहरू पार्टीमै बस्नुभन्दा बाहिरिनु राम्रो हुन्छ भन्ने तर्क प्रष्टसँग उहाँले राख्नु भएको छ। तर यो कुराले राष्ट्रिय स्वतन्त्र पार्टीभित्र दुई धार छ। एक धार जो संस्थापन भनौँ अथवा रवि लामिछाने जो शुभचिन्तक जो समर्थक जो देश विदेशबाट भनौँ उहाँलाई माया गर्ने जो व्यक्तिहरू हुनुहुन्छ उहाँले चाहिँ रविको विकल्प अहिले हुन सक्दैन, रवि बिनाको राष्ट्रिय स्वतन्त्र पार्टी पनि अगाडि बढ्न सक्दैन। अहिले यसैलाई आधार मानेर अहिले उहाँ कारागार छन् भन्दैमा पार्टी नेतृत्व परिवर्तन यो हल्ला हो, यसको पछाडि नलागौ। अहिले बरु पार्टीलाई एकताको रूपमा जरु संस्थागत गरेर सबै मिलेर अगाडि बढ्नुपर्छ भन्ने एक खालको धार छ भने अर्को जो सुमना श्रेष्ठ जो बाहिरिनु भएको छ र उहाँप्रति जो माया गर्ने जो समर्थकहरू अहिले पनि राष्ट्रिय स्वतन्त्र पार्टीभित्र छन्, तर उनीहरूले भने पक्कै पनि परिवर्तन गर्नुपर्छ भन्ने खालको एक किसिमको आवाज उठेको छ। अब यो कुराले हेर्ने हो भने हामीले यो मोडमा कसरी हामीहरू हेर्न सक्छौँ। तर उनको भनाइ पनि बेकार छैन जो हाम्रो अशोक कुमार चौधरीको, किनकि आजको दिनमा राष्ट्रिय स्वतन्त्र पार्टीको अस्तित्व र लोकप्रियताको यदि केन्द्रमा अहिले पनि रवि लामिछाने छन् भन्ने कुरा लगभग सबैलाई थाहा भएको विषय हो। सहकारी मुद्दामा जेल जानु परेको कठिन समयमा पनि पार्टी ढलेन, बरु जनताले अझै साथ दिए, किनकि सहकारी मुद्दामा राजनीतिक प्रतिशोध भयो भनेर 40 लाख जनताले, जो 40 लाख भित्र त फेरि उच्च तहका न्यायाधीश, उच्च तहका राजनीतिक विश्लेषक, ठुल्ठुलो व्यक्तिहरूले यसमा हस्ताक्षर गरेर एउटा समर्थन जनाएका छन्। तर यति ठुलो अवस्थामा रवि लामिछानेप्रति देखाएको सहानुभूति र रवि लामिछाने माथि भइरहेको प्रतिशोध हो भनेर जो हस्ताक्षर गरिएको छ यस कुराले पनि के देखाउँछ भने रवि लामिछाने अझै पनि बलियो छन् भन्ने कुरा पक्कै पनि देखिन्छ। तर त्यसै भित्र अहिले कारागार गइरहेका छन्, कारागारभित्र छन् रवि लामिछाने र उहाँकै बिना जो बाहिर जो उनीहरूको जो अहिले एक किसिमको एउटा गुट छ जो कस्तो भने जो राष्ट्रिय स्वतन्त्र पार्टीलाई
नेतृत्व परिवर्तन गर्ने एक किसिमको गुट खडा गरिएको छ र उनीहरूले अब कुन तरिकाले अगाडि बढ्छन्। अब रवि नै पार्टीको मेरुदण्ड हो र यही कारण अब चौधरीले असन्तुष्टहरूलाई खुल्ला चेतावनी पनि दिएका छन्। अब यो कुरा पनि हामीले देखेका छौँ। तर प्रश्न कहाँनिर भने पार्टी पुरै एक व्यक्तिमै अडिएको छ भन्ने भविष्यमा के हुन्छ भन्ने पनि एक खालको प्रश्न त छ। तर अब हेर्न बाँकी छ यो असन्तोष अब थामिन्छ या तपाईको अझ अगाडि बढ्छ, अझ राष्ट्रिय पार्टीलाई आउँदो चुनावमा अझ धक्का हुन्छ या राष्ट्रिय स्वतन्त्र पार्टी अझ अगाडि सक्रिय भएर जान्छ। तर यसमा अर्को कुरा एउटा बुझ्नुपर्ने कुरा के छ भने राष्ट्रिय स्वतन्त्र पार्टीको जो उच्च तहको जो अहिले उपसभापति सोडेङ वाग्ले, मनिष झा र अर्को चाहिँ हरि ढकालजी जो हुनुहुन्छ, उहाँले प्रष्ट रूपमा चाहिँ यो खालको नेतृत्व परिवर्तनको आवाज चाहिँ उठाएको देखिँदैन। डिपी अर्याल, अब डिपी अर्याल त यसै पनि अहिले कार्यवाहक सभापति हुनुहुन्छ, यसै पनि उहाँ रविको समर्थन अथवा संस्थापनतर्फ नै मानौँ। तर अहिलेको रूपमा मनिष झा र हरि ढकाल त्यस्तै उपसभापति सोडेङ वाग्लेले पनि प्रष्ट रूपमा त भन्नुभएको छैन, तर अरू सांसदहरूले एक किसिमको आवाज उठाइरहेका छन्। तर अब यो उनीहरूको आफू फेमस अथवा आफू लोकप्रियता कमाउनको लागि हो कि या यो साँच्चीकै पार्टीभित्र आन्तरिक विवाद हो, यो अलिकति प्रश्न पनि बुझिएको छैन र आउने दिनहरूमा यसले थप नजिकबाट हामीलाई बुझ्ने मौका पाउनेछौँ। र तपाईलाई के लाग्छ कि राष्ट्रिय स्वतन्त्र पार्टीको नेतृत्व परिवर्तन गर्न ठिक छ या अहिलेकै अवस्थामा रवि लामिछानेको विकल्प अरू हुन सक्दैन, अर्थात् रवि लामिछाने नै हुन् राष्ट्रिय स्वतन्त्र पार्टी? तपाईहरूलाई के लाग्छ आफ्नो प्रतिक्रिया पनि दिनुहोला। र रवि सहकारीमा दोषी हुन् होइनन् भन्ने कुरा प्रमाणित भइसकेको छैन, तर यो विषय अदालतले हेरिरहेको छ र यदि दोषी प्रमाणित भयो भने यसपछि राष्ट्रिय स्वतन्त्र पार्टीमा को आउँछ सभापतिमा भन्ने हिसाबले पनि एक किसिमको बहस छ। यदि रवि लामिछाने निर्दोष भएर आयो भने पक्कै पनि उहाँको राजनीति अझ दिगो हुनेछ र नेपाली जनताको लागि अझ राम्रो हुनेछ भन्ने कुरा पनि धेरैले नजिकबाट यसलाई विश्लेषण गरिएको छ। अब तपाईहरूले पक्कै पनि बुझ्नुहोला रवि यदि गलत हो भने के कारणले गलत हो, यो नजिकबाट तपाईहरूले बुझ्नु भएको छ भने तपाईँ कमेन्ट प्रतिक्रिया दिनुहोला। तपाईँ यदि सत्य ठाउँमा हुनुहुन्छ रवि गलत हो भने के कारणले हो, कहाँ उहाँ चुक्नुभयो, कति उहाँको गलत छ भन्ने कुरा तपाईँ चाहिँ प्रतिक्रिया दिनुहोला। यदि गलत हुनुहुन्न भने पनि तपाईँ आफ्नो मत राख्नुहोला, तपाईँलाई मतको लागि हामी खुल्ला राख्नेछौँ। र यति भन्दै यो विषय हामी यहाँ टुङ्ग्याउँछौँ र नयाँ अपडेट भोलिसम्मको लागि फेरि नयाँ अपडेट सहित आउनेछु। अहिले तपाईँहरूले आफ्नो प्रतिक्रिया चाहिँ जनाइहाल्नुहोला। नमस्ते।